हाई एभ्रिवान, वेलकम टु माई ब्लग। अनि आज चाहिँ हामी ट्रेक जाँदैछौँ खुमाई डाँडा। हामी अल टुगेदर 7जना भएर जर्नी स्टार्ट गर्दैछौँ। अनि हामीलाई चाहिँ फर्स्टमा जिपले घरबाट नै पिक गर्यो। त्यसपछि हामी हेम्जाको बाटो हुँदै गाचोक भएर सरिपाखा जाँदैछौँ। हाम्रो जिपमा चाहिँ सरिपाखासम्मको जर्नी हुनेछ, जसको लागि चाहिँ हामीलाई अलमोस्ट 1 आवर जस्तो लाग्यो। फाइनल्ली हामीहरू सरिपाखा आइपुगेको छौँ। बाटो रमाइलो थियो अनि सरिपाखा आउने बेलामा चाहिँ थोरै अप्ठ्यारो पनि थियो। सो हामी यहाँबाट चाहिँ अब हिँडेर हाम्रो जर्नी स्टार्ट गर्दैछौँ। फ्यु स्टेप्स अगाडि गएर चाहिँ हामीले यो ठाउँमा सानो टी ब्रेक पनि लियो। त्यसपछि लाग्यो फेरि उकालो हिँड्दै खुमाईतर्फ। काउबॉय र कता आएको ल भन। हामी चाहिँ ग्रेट माछापुच्छ्रे ट्रेल जिएमटी भन्छ होइन। अझै यो बाटो चाहिँ अझै डेभलप्ड हुनु, अझै भनौँ न माथि फर्दर अझै एक्सपान्ड गर्ने भनिरहेछ होइन। राम्रो सुविधा होटेलहरू छैन क्या माथि चाहिँ। माथि माछापुच्छ्रे बेस क्याम्प पनि जान मिल्छ र यहाँबाट मर्दी पनि निकाल्ने भन्ने योजना रहेछ है सरकारको। तर सरकारको योजना अब कहिले पुरा हुन्छ है, हेर्दै जाउँ। सामान लानु सक्छ। फाइनली मैले भेटाएँ। इन्डियातिर हजुरको बेलमा टाका धेरै ठाउँमा मास्क लाएर हिँड्नु, यो उल्टो त्यो मास्क मान्छेको फेसवाला मास्क लाएर हिँड्छ। बाघ सधैँ लुकेर शिकार गर्छ नि त। वी आर नाउ एट हिलेकर्क, जहाँसम्म हामीलाई पुग्नको लागि चाहिँ सरिपाखादेखि अलमोस्ट 1.5 आवर लागेको थियो। यहाँसम्म चाहिँ सबैलाई रमाइलो नै फिल भइरहेको थियो। पेस पनि हामी सबैजनाको एउटै जस्तो नै थियो। हिलेकर्कबाट आधी घन्टा हिँडेपछि चाहिँ हामी चिप्लाङ पुगेको थियौँ। त्यसपछि हामीहरूले चिप्लाङमै लन्च पनि गऱ्यौँ। कस्तो फिल भइरहेको छ अहिलेसम्म? रमाइलो भयो। बाहिर त मिठो थियो नि त, भित्र त मनै परेन। बाहिरको खानु त यस्तो भित्रको त कस्तो लास्टै त्यो कागजको बिहा नि फाल्दैन चाहिँ। त्यसमा त छ नि रियल मजा। यो चाहिँ हो सिस्नयनको।
हामीहरू देउराली पुग्ने बेलासम्म चाहिँ हल्का पानी पर्न स्टार्ट भइसकेको थियो। त्यहाँ पनि हामीहरूले एकछिन क्विकली चटपटे ब्रेक लियौँ, तर त्यो टाइमसम्म नि पानी बन्द नभएपछि चाहिँ हामीहरू रेनकोट लगाएर नै अगाडि बढ्ने डिसाइड गऱ्यौँ। तर बाटोमा घरि पानी हल्का पर्ने प्लस घरि स्टप हुने भइरहेको नै थियो। सो कहिले रेनकोट लगाउँदै कहिले फुकाल्दै हामी चाहिँ अगाडि बढ्दै गयौँ। अनि त्यसपछि त्यसको फ्यु आवर्समा नै रेस्ट क्याम्प पुग्यौँ। ल अब हाम्रो यो खुमै डाँडाको तस्बिर हो यो चाहिँ होइन। उता अगाडि देख्नुभएको चाहिँ हेलमेट जस्तो छ, डट बाइकको हेलमेट जस्तो, यसलाई त्यही भएर हेलमेट डाँडा भनिन्छ होइन। अनि माथि चाहिँ माथि पनि एकचोटि देखाइदिनु होला क्यामराम्यान। माथि चाहिँ खुमै डाँडा हो होइन। अलिअलि घर पनि देख्नुभयो होला त्यहाँ हेर्नु त। हाम्रो डेस्टिनेसन आजको लागि चाहिँ त्यही नै हो। अलिअलि पानी पनि परिरहेको छ, पानी परिरहेको छ, तर हामी चाहिँ विदाउट रेनकोट होइन। कस्तो फिल भइरहेछ? थकित धेरै हिँडिसक्यो नि। लगभग हामी कति यहाँसम्म 12 किलोमिटर ठाडो उकालो फ्रम आई थिङ्क एराउन्ड 1900 मिटरबाट हामी अहिले आइयो होला लगभग हामी एराउन्ड 2950 बिसाइड थकाइ कस्तो अरू कस्तो फिल भइरहेछ? रमाइलो एकदमै। अब चाहिँ हामी अलमोस्ट खुमै डाँडा पुग्न लागिसकेको छौँ। बाटो भ्यू सबै कुरा राम्रो नै थियो, तर हामी गएको बेलामा पानी परिरहेको भएर बाटो एकदमै चिप्लो, कतिपय ठाउँमा चाहिँ फोन निकालेर खिच्न मिल्ने सिचुएसन पनि थिएन। फाइनली वी आर हियर एट खुमै। अनि हामी खुमै पुग्दा 5 बजिसकेको थियो। खुमै पुगेर हामीहरू चेक इन गऱ्यो, क्विकली फ्रेसन अप भयो अनि यताउता एक्सप्लोर गर्न थाल्यो। हामीहरू अहिले आउँदा चाहिँ बाटो स्लिपरी भएको भएर एकदमै नै टायर्ड भइसकेको थियो। अनि पानी पनि बल्ल बल्ल स्टप भएको थियो। सो भोलि बिहान चाहिँ हामी सबैजनाको कोर्सन जाने प्लान भएको भएर राति कति पनि टाइम वेस्ट नगरिकन छिटो नै सुत्यौँ। बट अनफर्चुनेटली बिहान 2 बजे हामी कोर्सन जाने भनेर उठेको बेलामा मस्त पानी परिरहेको थियो। अनि सबैजना अब जान नपाइने भयो भनेर सुत्यौँ। सो यो चाहिँ 7 साढे 7 बजेतिरको भ्यू हो। यति बेलासम्म चाहिँ पानी अलमोस्ट रोकिसकेको थियो। एङ्कुला त सनरेप भएछ। सनरेप रे रिग्रेट भइरहेको छ होइन साडी लिएर नआएर, किनभने हामी माथि पनि गएनौँ। मेकअप अन पोइन्ट। हजुरको झन् राम्रो देखिरहेछ। अर्को हिरोइन कोर्सन गरेर आयो होइन। यहीँ त यस्तो रहेछ, त्यो बाटो त खत्तम थियो होला है। हेर नि हिलो हिलो खान्छ हामी। डेन्जर ठुलो पानी परेको थियो त अनि डराएर केही हुँदैन। आइज 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 घोडासँग डराएर खच्चड हो यो। ए
अब उ तिनीहरू पनि खच्चड हो अब म त घोडा बनाइरहेको थिएँ त यिनीहरूलाई त त्यस भिडियोमा चाहिँ क्याप्चर छ त्यो यहाँ बसिरहेको है याङ्कु भनेको त्यस्तो हामी सबैले खेलिरहेको नि त्यो मन परेको साथीको फोटो खिच्न भन्दा श्रियालाई चाहिँ आफ्नो फोटो खिच्न लाग्छ कि श्रियालाई चाहिँ मेरो खिच्न के भनेको छ कि हो होइन के भएको खै होला कसले हो यतिकै खेल्ने खेल्ने बेलामा हुन्छ नि एज जोक के एङ्कुलाई पिटेको एङ्कुल के आँसुलाई के पिटेको अनि बिउ दादाले फेरि पिट्नु भएको के मेरो बहिनी भाइ के पिटिस मलाई त्यो बिस्किटवाला दिइहाल्छ कि मलाई म चाहिँ त्यहाँ छ नि अनुसारले चाहिँ त्यो म यतिकै बसिरहेको हाल्छ बिस्किट खाइदियो अनि उसले अनुसारले उसले आफ्नो भ्याएर अनि म त खाइरहेको थिएँ अनि मेरो तानेर लिएको अनि म त के भन्दिनँ नि त म चुप लागेर बस्यो नि बिबुले चाहिँ गएर अनि त्यो तानेर फिट्टा खेलाइदियो दुईचोटि छुटिसक्नु भयो के अरे दुईचोटि ब्लगमा छुटिसक्नु भयो तिमीहरूलाई चान्स दिएर नि पहिला यो मेरो चाहिँ ब्रेकफास्ट चाहिँ एकदमै मिठो है प्यानकेक पनि सबैले अझ म आफ्नै पेसमा आएको भए चाहिँ अझै चाँडो आउँछु रहेछु त्यो आन्टीहरूसँग आउँछ नि त म 4 बजे मैले हेलिकप्टर बोला भनेको त खुसी लाग्छ अनि सिलिन्डरलाई चाहिँ कस्तो भएको म हिँड्न सकिनँ भने अब अरूहरूलाई त जाउ हुन्छ नि त अनि मैले जान सकिनँ के गर्ने के गर्ने भन्दैन के पिर भन्दा नि बसौँ न के भएर होइन किन पिर बानेको भनेर भन्छ अरे बस्ला यस्तै सो गाइज हामीहरू चाहिँ अब खुमाई डाँडाबाट फर्किँदैछौँ लिटल स्याड किनभने मौसमले थोरै साथ नदिएर हामी कोर्सन चाहिँ जान सकेनौँ बट यसरी कजनहरूसँग आउँदा अब छुट्टै खालको रमाइलो पनि भयो अनि हजुरले हेर्न सक्नुहुन्छ यो बाटो आज चाहिँ यतिको चाहिँ अलिकति बेटर देखेको छ हिजो चाहिँ यो पुरै पानी पानी नै थियो अनि अलिकति क्लाउडी नै छ वेदर चाहिँ सो हामीहरू अब फर्किँदैछौँ घरतिर चलो चलो सब चलो 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 मजा आइरहेछ पानी परेर अस्तिना पनि परिरहेछ लागिरहेछ भएन त्यो भाइलाई एकदम राम्रो देखिरहेछ है दुईटा ब्याग बोकेको साथीहरू हामीलाई यस खुट्टा देख्यो है बस झुकाउ ओ माय गॉड हामीहरू अल द वे बाटोमा पुरा असिना पानी खाँदै तल आइपुग्यो अनि यहाँ आएर हेर्दा चाहिँ मौसम अलिअलि खुलिरहेको थियो सो दिस इज इट फर आवर कुमाई ट्रेक ओभरअल भन्नुपर्दा चाहिँ हामीहरूले कोर्सन जान नपाए पनि एकदमै नै रमाइलो गऱ्यौँ हामी सबैजनाले चाहिँ एकअर्काको कति धेरै कुराहरू
थाहा पायौँ, कति मोमेन्टहरू सेयर पनि गर्न पायौँ अनि वी वर सो ह्याप्पी अबाउट द्याट. सो या थ्याङ्क यू फर वाचिङ.